हेलो वेलकम टु माई युट्युब च्यानल। ल हेलो 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 ल भिनाजु के छ मेरो टुरको बारेमा केही भनिदिनु नि त। शुभ यात्रा होइन, धेरै हतार नगरिकन गएँ है, राम्रोसित गएँ, पुगेपछि खबर गरेँ। यहाँ ठुस बसी गमला ननिकालिदिएर ल ल अब चाहिँ खानपिन गर्ने अनि ट्याक्क अब हामी चाहिँ आज चाहिँ दाङतिर जाने। यहाँ स्कुटी चाहिँ अब ट्याक्क सर्भिस तिरेक्क चल्का रेडी भइसक्यो ह। अब हेरौँ ल अब चाहिँ हिँडियो दाङलाई। आजको डेस्टिनेसन हाम्रो दाङ। म चाहिँ अब घरबाट निस्किएँ, आज दाङसम्म गइन्छ। आएर चाहिँ हाम्रो पश्चिमको टुर भनौँ। अब आज चाहिँ अब म एक्लै छु अहिले, भान्जा म र अब हामी अलिअलि 4-5 दिनको चाहिँ टुर गर्ने भनेको। अब हेरौँ अब आज म दाङसम्म पुग्छु। म घरबाट निस्किएँ, अब यता सिधा गयो भने लुम्बिनी हुँदै हुँदै चनौटा निस्केर अब त्यही बाटो जाने प्लानमा आउँ क्या। अब हेरौँ अब जाने हो मस्त। ल यो चाहिँ अब हामी चाहिँ लुम्बिनी आयौँ। यहाँबाट सिधै जान्छौँ। अहिले नयाँ गेट बनाएर छ। एक बज्दैछ, म चनौटा आइपुगेँ। अब हामी अब नास्ता खाने फेरि अब यहाँ चाहिँ एकैछिन 15-20 मिनटको चाहिँ ब्रेक बस्छु। मिष्टान भण्डारमा छिरेको हामी र चाहिँ चनौटा नास्ता खायो, मजाको 1 घन्टाको ब्रेक लियो। अब चाहिँ हामी त्यहाँ जान्छौँ। चनौटा अब सिधै खोलामा पानी खाने दाङ पुग्ने। ल 2 बज्यो। अब चनौटाको दृश्य म देखाउँछु। पानी पर्दैछ, अलिअलि बलि पर्दैछ। अनि यहाँ चाहिँ पहिरो गएको रहेछ। पहिरो पुरै बगाएर यस्तो भएको छ। यता म एक्लै रमाइलो छ सर। र अब हामी चाहिँ स्कुटी आराम गराइयो। हल्का हल्का पानी पऱ्यो, धेरै ठुलो त परेन, अलिअलि पानी पऱ्यो। अब एकदम अब छट्टा त्यस्तै टाइम छ। मलाई बल्ल 2:30 भयो, धेरै त भएन। अब रेस्ट गर्दै गर्दै जाने हो, किन पर्यो। भालुवाङ चाहिँ होइन, अब भालुवाङ हुन्छ त्यो पाहाडको धेरै भालुवाङ हुन्छ। ठिकै छ, रमाइलो भयो, रमाइलो हुने रहेछ यसरी आनन्द पुरा जङ्गलको अनुभव लिँदै आनन्द रिल्याक्स पारामा आइएछ। ल फाइनली अब म चाहिँ समय दाङ आइसकेँ, भर्खरै पुगेँ 4 बजे। अब चाहिँ सुवास आउँदैछन्, त्यसपछि त्यतैतिर जाने। त्यस्तो बिचमा पानी पऱ्यो हल्का हल्का, अनि त्यही भएर अलिकति स्लो भइयो। अन्त ठिकै बाटो चाहिँ राम्रै रहेछ, आनन्दले आइयो।
हेलो वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो डे 2। हिजो चाहिँ पानी परेको हुनाले भ्लग चाहिँ कन्टिन्यू गर्न सकिएन। पानीमा आइयो अनि आएर थकेला थियो, खानसाना खाएर सुतियो, यसो तास खेलियो। त्यो भ्लग कन्टिन्यू गर्न सकिने। आज चाहिँ हाम्रो डे 2। अब आज चाहिँ मौसम चाहिँ राम्रै छ। अब हेरौँ हामी कहाँ पुग्छ, हेर्दै जाऊँ। हामी चाहिँ यसो बाटोतिर निस्किँदै छौँ कफी खान। यस्तो ओल्यासो पारामा हिँड्दै नि। अब हिँड्दैछौँ। चाहिँ यस्तो यो गुरुङ खोला पुर। यहाँ गुरुङ को छ र? अब उतादेखि गुरुङ खोला आउँछ क्या, गुरुङ खोला हुँदै आउँछ। ल हामी चाहिँ यहाँ पुलमा आउँदैछौँ। यो अस्ति नै आउँदाखेरि चाहिँ यो पुल बल्ल बनाउने प्रोसेसमा थियो, अहिले चाहिँ सर्लक्क भएको रहेछ। अस्ति नै आउँदा चाहिँ हामी त उता खोलाको तिर हुँदै बाटो काटेको यार। अहिले चाहिँ मस्त भयो रहेछ। चाहिँ चुक निकाल्ने तयारी हुँदैछ। कागती त कति होइन कति आयो कागतीले। यस्तो धेरै फलेछ नि लाएर यहाँ रेडी हुँदैछन् अब भोलि जानलाई। केही होइन होइन हेर्दै मान्छे हेन्सम भएपछि गाह्रो हुन्छ। अब आज चाहिँ हाम्रो डे 2। अब चाहिँ हामी यसो निस्किन पर्यो। अहिले हाम्रो नेपालगञ्जसम्मको बसे हुन्छ होला। ल भयो ल अब चाहिँ हामी नेपालगञ्जतिर लाग्यो। हाम्रो राप्ती नदी। हामी लमै बजारमा आइपुग्यौँ। एउटा रेनकोट किन्न पर्यो। पुगेर पानी परिहाल्यो भने त बिच बाटोमा गाह्रो हुन्छ नि त। त्यही भएर एउटा रेनकोट किन्ने, तेल हाल्ने अनि सर्न जाने। नेपालगञ्ज पुग्ने जान्छ। ल हामी चाहिँ अब यसो अमिलिया भन्ने ठाउँ रहेछ, त्यहाँ चाहिँ हामी रेस्ट गरिरहेछौँ। 15-20 मिनट जति रेस्ट गऱ्यौँ। अब फेरि हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्छौँ। अब चाहिँ अघि चाहिँ सुभाषले चलाइरहेको थियो, अब चाहिँ फेरि मेरो पालि एकैछिन मैले सरहरू अन्काउँछु, फेरि एक्सचेन्ज हुँदै जाने। ल रमाइलो भइरहेछ।
के अरे गाभर बाँकीमा आएछ गाभर बाँकीमा यसो चियासिया खाने यहाँबाट कोवलपुर चाहिँ 50 किलोमिटर जति छ कोवलपुर अब गइन्छ होला आनन्दले चियासिया खाम एकैछिन आराम गर्ने अनि जाने उता स्कुटीले आराम गर्दै क्या हामी पनि आराम गर्दै रमाइलो भइरहेको कोवलपुर बजारतिर कोवलपुर
च्याक्क घाम परेर हामी चाहिँ यहाँ कारकान्दो चोकमा आयौँ। कारकान्दो चोकबाट यहाँ माइजूको घरमा आयौँ। अब ट्याक्क अलिकति अगाडि हो यसो उत्रेको यहाँ पक्कै लागिसक्यो उहाँबाट फोन आइयो। लिन आउँदै हुन्छ हामीलाई टुक्क टुक्क अहिले यहाँ बसपाडतिर नेपालगञ्जको बसपाडतिर हुँदैछ सर्भर बसपाड ल हामी चाहिँ हिँडियो। ल बाई माइजू। ल ल दिदी बाई। बाई ए बाबु ए नानु बाई। बिजी छन्। ल ल हामी चाहिँ अब चिसापानीतिर लाग्यो। अब बागेश्वरी जाने अनि चिसापानीतिर। ल हामी त अब जाँदैछौँ बागेश्वरी मन्दिर। सबैलाई अब बागेश्वरी मन्दिरको दर्शन गराउँछु सर। र अहिले बिहानको 6:20 गएको छ। आजको हाम्रो डेस्टिनेसन चाहिँ अलि एडभेन्चरियस। डर पनि छ बाटोमा बाघ आउँछ भन्ने। डर उत्साह सबै मिलेको एडभेन्चरस हुनेवाला। हेरौँ के हुन्छ। यहाँ हाम्रो राधाकृष्ण मन्दिर रहेछ। नेपालगञ्ज पनि आइयो हेर्दा हेर्दै मजा आइरहेको के ह। फोरो बहुत लाख यहाँ बाटो चाहिँ सही छ क्या बाटो। हामी चाहिँ अब बागेश्वरी मन्दिरतिर जाँदैछौँ। यहाँ चाहिँ एउटा पोखरी रहेछ, पोखरी जस्तो। यही हो सुभाष। ल भगवान बोले नमः शिवाय।
हाम्रो जुङ्गेश्वर महादेव जय भोलेनाथ। यहाँ सर यहाँ पौड़ी अगाडि देखाउनु